नमस्कार सम्पूर्ण यस युवा साहित्य संस्थानको चौथो स्थापना दिवसमा उपस्थित हुनुभएका आजका अति आदरणीय अतिथिहरूको अनुमति दिँदै म मेरो कविता वाचन गर्न गइरहेको छु। मेरो कविताको शीर्षक म हेर्दैछु समेटी हरेक रहर मेरा समर्पण म हुँदैछु। समेटी हरेक रहर मेरा समर्पण म हुँदैछु। जित्न जगलाई सोच मनमा भित्री म हेर्दैछु। जाने जगको खेल के हो, जाने जगको खेल के हो, दुनिया साक्षी राखेर उठाउन शिर आफू अघि आफैलाई म हेर्दैछु। खोज्नुपर्छ आफ्नो आकाश आफै अघि सरेर, खोज्नुपर्छ आफ्नो आकाश आफै अघि सरेर, आफ्नो भाग्य आफै लेख्न आफैलाई म हेर्दैछु। काम क्रोध लोभ मोह खेल नै हो जगको, काम क्रोध लोभ मोह खेल नै हो जगको, खेल्न खेल प्रेमसँग जित्ने म नै हेर्दैछु। जिउनु यहाँ कसो गरी एक एक पाइला चालेर, जिउनु यहाँ कसो गरी एक एक पाइला चालेर, जिउने यहाँ नीति बनाई तयारीमा बसेर, आउँदैछु म बढ्दैछु म निष्ठा मनमा राखेर, पुग्ने त्यहाँ शिखरसम्म यात्रा हेर्दैछु। प्रेम के हो त्याग के हो अर्थ सबैलाई, प्रेम के हो त्याग के हो अर्थ सबैलाई, दुनियाँको दस्तुर के छ ध्यान मनलाई दिलाई, हिसाब गर्दै औँला जोड्दै सबै उत्तर दिनलाई, तत्पर भई अघि सर्दै भित्री मलाई हेर्दैछु। आओस् अब आधी तूफान हिम्मतसँग डट्ने हो, आओस् अब आधी तूफान हिम्मतसँग डट्ने हो, आउने सबै ढोका खोली स्वागत गर्दै बस्ने हो। हट्नु छैन पछि मलाई युद्ध अझै बाँकी छ, शङ्खनाद गरी मनलाई जित्ने मलाई हेर्दैछु। शङ्खनाद गर्दै मनलाई जित्ने मलाई हेर्दैछु। धन्यवाद।